मेरो एक्सिडेन्ट भएको ठाउँ यहीँ हानेको म क्यामेरा चोरेर आयो मेरो क्यामेरा चुराएर पहले मैं देखने दो ना थ्याङ्क यू सोल्टी अनि यो साम्बार यम्मी यम्मी सोएगा आएगा 3 बजे। मैं मंडा का पास है मंडा अभी चाय बना रहे थे चोरेको नि खोर्सानी नुन यम्मी हेलो साथीहरू नमस्ते फेरि पनि म तपाईहरुलाई अर्को ब्लग लिएर आइ नै सकेको छु साथीहरू यो पनि नेपाली एपिसोड्स नेपालीमा बोलेर क्या तपाईहरुलाई थोरै ब्लगहरु बनाउन गइरहेको छु र मैले भनिसकेँ मेरो साइकल चाहिँ फ्र्याक्चर छ त्यही भएर मैले चाहिँ आधी घण्टा छिटो चाहिँ हिँडेर यहाँदेखि ड्युटी जानुपर्ने हुन्छ र म यो चाहिँ नेक्स्ट डे हो यो चाहिँ अर्को दिन हो तपाईहरुलाई तर अहिले ब्लग सुट चाहिँ अहिले गर्दैछु साथी यो कान पक्रिने बानी भएछ कि ब्लग सुट चाहिँ अहिले गर्दैछु तर यो ब्लग आउने भनेको चाहिँ जब मेरो 10 तारिक सेलरी आउँछ नि त्यस पश्चात आउने ब्लग होला साथीहरू पर्यो हौ कति धेरै हुन्छ नि त सो आजको वेदर भनेको चाहिँ यस्तै नै हुन्छ अहिले चाहिँ ठ्याक्कै 9:30 मा चाहिँ म निक्लेको छु रुमदेखि सो तपाईहरुलाई त्यो फोन फुट्योपछि चाहिँ अब फोन हुँदा त साइकल हुँदा त सरर गइहालिन्थ्यो ब्लग हुँदैन अहिले चाहिँ बाटोमा पनि उभिएर म बाटोमा हिँड्दा पनि ब्लग बनाउने भइसकेको छु कि साथीहरु तपाईले मेरो ब्लगहरु चाहिँ हेर्न सक्नुहुन्छ ल यस्तै कमेडी भिडियो भयो भने तपाईहरुले हेरिदिनुहोस् किनभने म चाहिँ अहिले तपाईहरुलाई राम्रो भिडियो देखाउन सकेको छुइनँ र आज पनि मैले यो सोल्टीको फोन अलार्म त राख्नु पर्यो हैन मागिराखेको छु सोल्टीको फोन चाहिँ मागिराखेर चाहिँ आज ब्लग बनाउँदै अब होटलसम्म पुग्छु त्यहाँसम्म होटलभित्रको त ब्लग बनाउनु दिँदैन साथीहरू त्यही भएर म चाहिँ बाटोमा हिँड्दै हिँड्दै ब्लग चाहिँ बनाउनु गइरहेको छु र पनि मेरो त्यो 2 बाङ्रे साइकल बनाउनु त मेरो पैसा पुग्थ्यो होला तर अहिले बनाएको छुइनँ किनभने मैले अब चान्स पाएँ नि त न रुममा गएर अब प्लाकी सुतिहाल्नु घाम त हेर्नु न साथीहरू बाफरे डेन्जर आइदिरहेको छ कि साथीहरू अनि हिजो चाहिँ मैले के भने थियो अब ब्लगरहरूको बारेमा केही भिडियोहरू भने त्यो चाहिँ म अब चाहिँ थाहै छैन क्या मैले के भने त्यो भिडियो आज होइन साथीहरू अनि आजको भिडियो चाहिँ यस्तै तरिकाको आउनेछ किनभने होटलमा गएर चाहिँ मलाई भिडियो बनाउनु दिँदैन त्यो भएर बाटोमा झोला बोकेर क्या अब क्यामेरा पहिला लान्दिनँ नि त फोन हुन्थ्यो साइकल हुन्थ्यो गुरुरु गइन्थ्यो ब्लग बनाउनु पाउँदैन म ड्युटी जाने बाटो चाहिँ यस्तै हुन्छ होइन सानो सानो बाटो चिपचिप हावा पनि आयो हावाको प्रेस हावाको उयो गुरुरुङ बजिरहेको होला सो तर मलाई एकदमै मजा आइरहेको छ किन भन्दाखेरि यहाँ चाहिँ गर्मी छ एकदमै गर्मी छ यो घाम हुँदा त झन् उयो हुन्छ तर अहिले हावा चलेर सिरिरी बतास चलेर चाहिँ अहिले चाहिँ ढुक्का भइरहेछ नि त साथीहरू त्यही भएर म चाहिँ अब चाहिँ नन स्टप क्या तपाईँहरूलाई भिडियो स्टपै नगरी म होटलसम्म पुगेर चाहिँ तपाईँहरूलाई भिडियो बनाएर देखाउने नै छु साथीहरू किनभने मलाई यो साथ दिएको क्या उपरवालाले साथ दिएको साइकल बिगारिदिएको हिँडेर जाँदा त ब्लग बनाउनु पायो नि त बाटोको त अब होटलको त ब्लग बनाउनु दिँदैन होइन होटलमा चाहिँ ब्लग बनायो भने त ठोकिहाल्छ किनभने अब डिसिप्लिन पनि हुनु पऱ्यो नि त यहाँको घर कस्तो दामी भनिसक्यो अब होटलमा चाहिँ डिसिप्लिन पनि हुनु पऱ्यो बाइकको साउन्डले त केही पनि सुन्दैन कि अनि डिसिप्लिन पनि छैन क्यामेरा चलायो भने त हानिदिन्छ आमा अब यस्तो हुन्छ नि त साथीहरू अब कता कता गयो भने होइन यताउता गयो भने यस्तो रमणीय राम्रो सामान छ भने गाइज हेर्नुहोस् त्यो राम्रो सामान छ भनेर चाहिँ अब ब्लग बनाइन्थ्यो भने आज त अब त्यो छैन हामीसँग राम्रो हेर्ने सिधै म होटल गएको यो मेरो गन्थन सुन्नुको लागि तपाईँहरूले मेरो भिडियोमा जोइन हुनुपर्ने हुन्छ होइन मेरो भिडियो यो मेरो गन्थन सुन्नुको लागि चाहिँ मेरो भिडियो हेर्नुपर्ने हुन्छ साथीहरू भन्दै आजको ब्लग चाहिँ खतरा पेत्र बोलेर बेबो सिस्टर त के त्योभन्दा खतरा बोलिदिरहेको छैन म अनि अब के भन्ने ड्युटी जान्छु खान्छु काम गर्छु अहिले विशेष गरी चाहिँ फेरि आमा म ओनमले गर्दा चाहिँ सोल्टी के हो भने मेरो ब्लगमा आइदिएको अनि तिमी किन यति छिटो ड्युटी गएको किन यति छिटो ड्युटी गएको 10:30 भइसक्यो 10:30 मा हिँड्नुपर्छ नि म त अनि 5 मिनट अगाडि हिँड्थेँ तर साइकलमा छिटो हुने यो मान्छेले के भने त्यो चाहिँ टुट बजाउनु पर्ने हुन्छ साथीहरू अनि विशेष गरी अहिले चाहिँ ओनम आइरहेको छ अनि ओनमले गर्दा चाहिँ यस्तो भिड हुन्छ नि साथीहरू आमा स्पेसल हो नि त अब नेपालमा जस्तै दसैँ तिहार भयो दसैँ तिहारमा त अब कस्तो चाहिँ खुसियाली हुन्छ त यहाँ चाहिँ हिजैदेखि स्टार्ट भइसक्यो 5 दिन अगाडिदेखि स्टार्ट भइसक्यो क्या हावाले हेर्ने मेरो मिठो मिठो खानेकुराहरू खाने यति धेरै खाने अब नेपालमा दसैँ तिहार हुँदाखेरि कस्तो खानेकुराहरू खान्छ होइन साथीहरू त्यस्तो खानेकुराहरू चाहिँ प्रशस्तै हुन्छ क्या यहाँ चाहिँ महँगो अब पहिला एउटा सामान 100 मा पाउँथ्यो भने अहिले एउटा सामान चाहिँ 500 मा पाउँछ र पनि आमा कस्टमरको बिगी सो होटल पुगिन्जेलसम्म चाहिँ म गन्थन गर्छु किनभने अब त्यस्तो इन्ट्रेस्टिङ ब्लगहरू हुँदैन नि त मेरो चाहिँ अब यहाँ साथी पनि भेटाएको छु नेपाली टन्नै बोल्छ हो उसले चाहिँ आइफोन
17 Pro Max किनेर चाहिँ ठुलो भइसकेको छ क्या। अनि साथीहरू के भन्छ, हामी होटल पुगिन्जेल चाहिँ तपाईँहरूले हेर्नै पर्ने हुन्छ, किनभने टुक्चुरे भ्लगहरू पनि तपाईँहरूले हेर्नुपर्ने हुन्छ नि त। म यत्रो साइकल फ्र्याक्चर गराइ चाहिँ होइन, गरिदियो क्या। यहाँबाट यता जाउँ ल। सो अनि पछाडिदेखि एउटा आन्टी आएर चाहिँ त्यो भएर हामी चाहिँ यता बाटो क्रस गर्नुपर्ने हुन्छ नि त। यस्तै हो साथीहरू होइन, ओनमले गर्दाखेरि चाप्पाचाप भइरहेको छ अहिले। यस्तो होला साथीहरू, त्यो ओनमले गर्दा मेरो एक्सिडेन्ट भएको ठाउँ यहीँ हो, यहीँ हानेको मैले। यहाँ उतापट्टि जाउँ ल हामी। सो अनि मलाई हिर्काएको ठाउँ चाहिँ यहीँ हो क्या। अब यहाँ उतादेखि म आइरहेको थिएँ, अनि कि साथीहरू मलाई गाडीले बङ्गै हिर्काएको भनेको चाहिँ यहीँ हो। म यहाँदेखि फुत्तै निस्केर यस्तो आएर चाहिँ म त्यहाँदेखि उता जाँदा चाहिँ मलाई उति हानी पठाएको हो क्या ड्याममा। यतादेखि स्पिड गाडीहरू लास्टै खतरा स्पिड आएको थियो नि त त्यो बाइक त। आम्मामा एउटा गाडीले चाहिँ मलाई साइड दियो, अनि म चाहिँ साइड दियो होला भनेर चाहिँ सट्टै गएको त बाफ्रे पिछाडिबाट हिर्काएको त ठखरे। त्यो चाहिँ मैले अगाडिको भ्लगमा भनि नै गएको छु होइन। कपाल पनि हावाले उडाएर यस्तो लास्टमा त यस्तो अवस्थामा बनाइदियो। हाम्रो सोल्टी राजा चाहिँ नेपाली अलिअलि होइन, नेपाली चाहिँ बोल्छ। अब त्यस्तो शुद्धै चाहिँ उसको। तिम्रो घर त कहाँ पो? वेस्ट बेङ्गलमा छ, तर गाउँको नाम चाहिँ चेङमारी हो। चेङमारीदेखि हो, नेपाली चाहिँ बोल्छ, तर अब हामी जस्तै शुद्धम चाहिँ आउँदैन होइन त। फेरि बोल्नु चाहिँ फरर बोल्छ, कुट्छ पनि साथीहरू होइन, कुट्छ पनि, तर अब शुद्ध हुन्छ नि हामी जस्तो। त्यस्तो चाहिँ अब उसलाई अलिक चाहिँ बोल्न आउँदैन। र पनि मेरो भ्लगमा जोइन भएको छ, ऊ पनि मेरो सब्सक्राइबर हो चाहिँ जबरजस्ती बनाएको क्या मैले औँलाले थिच्नु लगाएर। यहीँ हाम्रो होटल पनि आइपुगिसकेको छौँ। ओनमले गर्दा चाहिँ चाप्पाचाप भिड पनि डेन्जर भइरहेको होला, तर आज चाहिँ खासै त्यस्तो नहोला। हिजो सन्डेको दिन त बाफरे यस्तो भिड भएको थियो नि गाइज होइन। यही हो हाम्रो चाहिँ छेउमा छ। अनि मैले चाहिँ ओनमको 5 तारिकको लागि चाहिँ भिडियो पनि खतरनाक लिएर आउनेछु। त्यतिन्जेलसम्म चाहिँ मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला। र हाम्रो नयाँ मान्छेहरू नै आइसकेको छ। यहाँदेखि चाहिँ हामीलाई क्यामेरा बन्द गर भन्छ, किनभने हामी गोकुल अटपुरा पानमबारी नगर चाहिँ आइसकेको छौँ साथीहरू। अनि मेरो क्यामेरा चुरायो, मेरो क्यामेरा चुराएर पहिले मैं देखने दो न। आज चाहिँ म किन छिटाएको भने साथीहरू, यो खानुपर्छ नि त डोसा। अनि उसलाई पनि सोल्टी। अनि हाम्रो निरोज सोल्टीले चाहिँ मलाई डोसा हालिदिनु भएको छ। हामीले खानेकुरा चाहिँ यस्तो हुन्छ है, स्पेसल भनेको केरलाको स्पेसल भनेको चाहिँ यही हो। हाम्रो खानेकुरा चाहिँ एकदमै बवाल हुन्छ नि। उहाँले मेरो लागि चाहिँ रेडी गरिदिनु भएको छ। हाम्रो लागि चाहिँ प्लेटमा चाहिँ अलिकति चटनी हाल्नुपर्ने हुन्छ साथीहरू। यो चटनी हुन्छ समरको लागि खानुको लागि चाहिँ। यहाँ चाहिँ अब केटाको पत्ता हुन्छ होइन, अनि चट्टासँगले साम्बार। अनि सोल्टीले मलाई डोसा लगाइदिनु भएको छ, थ्याङ्क यू सोल्टी। सो गाइज केरलाको स्पेसल भनेको चाहिँ यही हो क्या। डोसा चाहिँ एकदमै चर्चितमा छ, महँगो बन्छ। र हामीले चाहिँ यो चाहिँ के गर्नुपर्छ भने टक्क डोसा चुट्टाउने। अनि अब खाने ठाउँ चाहिँ अलिक राम्रो छैन है हाम्रो चाहिँ, अब कचरै हुन्छ नि त बाहिर ठाउँमा। पहिला पनि देखाएको थिएँ नि त साथीहरू। अनि हेर्नु यो चटनी थोरै यता पनि हुन्छ लाल चटनी। अनि यो साम्बार यम्मी। यम्मी मालूम है। हाय आईफोन है ना तुम्हारा, आईफोन से करो। लाजो मैं तुम्हारा इतना आता है, इधर पकड़ना चाहिए। ना पतला हुआ मैं। आज दाजू को लंच में ब्लॉग करेगा, मैं रेस्ट जाएगा, सोएगा, आएगा 3 बजे। मैं ब्लॉग नहीं करेगा, ब्लॉग करने के लिए रास्ता में ब्लॉग दाजू मैं सिखाओ, ओके। तुम्हारा आईफोन 17 Pro Max है ना, क्यों सिखाएगा? ये देख सकते हो, मैं मंडा का पास है। मंडा अभी चाय बना रहा है, देख सकते हो। तेल लगा के धूम धड़ाक बनाया। साथीहरू मेरो चाहिँ खासै धेर काम भएन। अनि यहाँ म्याम बसिरहेको छ, अनि म्याम चाहिँ एकदम बिजी छ, उसको चाहिँ टाउको दुख्यो भनिदिरहेको छ। अनि म यहाँ चाहिँ उसलाई थाहा छैन नि फेरि मैले भिडियो यहाँदेखि गरिरहेको छु भनेर होइन। अनि यो पछाडि भिड चाहिँ तपाईँहरूले देख्दै हुनुहुन्छ होला। यो चाहिँ एकदमै दसैँ मनाउनु आएकोहरू होइन। अब हाम्रो नेपालतिर भने चाहिँ दसैँमा चाहिँ फ्रीमा खानु पाउँछ नि त। मतलब कोसेली त हुन्छ, कोसेली पनि खानेकुरै हुन्छ, खाइन्छ खुवाइन्छ होइन। तर यहाँ भने चाहिँ 100 रुपियाँमा पहिला खान्थ्यो भने त्यसमा चाहिँ आइटम बढेर चाहिँ 500 हुन्छ है दसैँमा। तै पनि मान्छेको भिड देख्नुभयो होला नि पछाडि। वेटिङभित्र प्याक भइसक्यो क्या धेरै। कतिवटा
लगभग 17-18 टेबल छ, त्यो फुल भएर पनि वेटिङमा छ क्या साथीहरू। सो अहिले भने चाहिँ भिडियो सकिसकेको छ गाइज। अब चाहिँ म खाना खान जान्छु होइन। यहाँको अब पुरै कामहरूको त भिडियो बनाउनु सकिँदैन नि त, थोरै थोरै भिडियोहरू बनाएँ अनि खाना खान्छु ल साथीहरू। अब चाहिँ मैले खाना खानु थालेँ। हाम्रो चाहिँ अब लन्च भनेको चाहिँ अब यति बेला हुन्छ। अहिले चाहिँ लगभग 5 बजेको छ। 5 बजी मैले एउटा खोर्सानीहरू यहाँ चाहिँ दाल भात लिएर आइसकेको छु साथीहरू। टक्कसँगले यसलाई चाहिँ नुनमा चोबेर होइन चोरेको नि माग्दा त दिँदैन नि, चोर्नु त भयो। अनि खोर्सानी खानुपर्छ सुरुमा पिरो रहेछ होइन। अनि म चाहिँ यस्तो क्या विदेशी लाइफ भनेको तपाईँहरूले देख्नुहुन्छ होला अहिले। इन्डिया गयो विदेश गयो उनीहरूले राम्रो खान्छ, धेरै मिठो खान्छ, मसिनो खान्छ होइन। हामीले बेच्ने अरूलाई खुवाउने हो मिठो मिठो खतरा खतरा हुने, आफूले खाने दाल भात खोर्सानी नुन यम्मी। म चाहिँ बाहिर कहिले गएको थिइनँ अनि फर्स्ट टाइम इन्डिया आएको नि त। म चाहिँ सोच्थेँ विदेशमा चाहिँ पैसा धेरै कमिन्छ, विदेश जान्छ यता, त्यो होइन क्या साथीहरू। घरमा चाहिँ अब कस्तो भने यहाँ आएर चाहिँ दुःख बुझ्यो क्या, दाल भात खानुपर्दा दुःख बुझ्यो। गाउँघरमा चाहिँ कस्तो भने बाबु आमाको आडमा दाजुभाइको आडमा बसेको हुन्छ नि त, त्यहाँ चाहिँ चिडिक्के भन्छ, मिठो मिठो लाग्नु खाइन्छ, राम्रो राम्रो लाएर हिँड्छ। यहाँ चाहिँ आफूले पैसा कमाउनु पर्दा चाहिँ भोगिदिए चाहिँ साथीहरू विदेश जानु चाहिँ गाह्रै छ होइन। मेरो पट्टिबाट चाहिँ आउने कुरा जस्तो पैसा कमिन्छ। कसरी कमिन्छ भने अब महिनामा एकचोटि आएपछि त बचत पैसा भएको जस्तो लाग्छ। गाउँमा भनेको चाहिँ अब पैसा कमाइन्छ धेरै होइन। यहाँ मेरो गाउँमा मेरो घरमा कमाउने भनेको पैसा बराबर हो, तर त्यहाँ भनेको चाहिँ बचत छैन नि त। बचत नभए त्यस्तो, यहाँ भनेको चाहिँ अलिकति बचत। अब यत्र आएर यस्तो दुःख गरेर खाइन्छ नि त, त्यो भएर चाहिँ पैसा चाहिने रहेछ त्यो आउँछ क्या साथीहरू। खायो नि ट्याक्कै नुनमा चोब्यो खोर्सानी दाल भात बस। त्यो चाहिँ हामीले काम गर्दा गर्दा गलिसक्यो होइन। अर्डरहरू पनि धेरै आइसक्यो अनि यस्तोतिर चिलाउनु थाल्यो अनि मान्छेहरू पनि अहिले चाहिँ अलिक घटिसकेको छ। अघि चाहिँ निक्किने थियो, मैले खाएर आएर पनि धेरै काम गरिसकेँ। तर भिडियो अहिले किन गर्दैछु भने अहिले चोरेर गरेको नि त। यहाँ हेर्नु न अल्छे मान्छे, त्यस साह्रो अल्छे भन। अलिक काम गर्नु सिक्नु ल, काम गर्नु सिक्नु। त्यसै भनेको रिसाइ गयो। सो अहिले चाहिँ अलिक रात पनि परिसक्यो होइन। अब फेरि तपाईँहरूलाई रात परेको भिडियो एकचोटि देखाउँछु, किनभने हाम्रो त खतरा बनाएको छ नि त होटल होइन साथीहरू, हेर्न सक्नुहुन्छ। काम गर्नेहरू बिजी एकदम काम गरिरहेको छ। म भनेपछि यहाँ बसेर प्यातर भ्लग बनाइरहेको छु नि त गाइज। एकचोटि हेरिदिउँ न त ल हाम्रो गोकुल अटुकाको अगाडिको चाहिँ कस्तो चाहिँ भ्यू छ भन्ने कुरा म तपाईँहरूलाई देखाइदिन्छु नि त। सो हाम्रो गोकुल अटुकाको चाहिँ फाइनल लुक चाहिँ यस्तो बनिएको छ अनि मैले तपाईँहरूलाई चाहिँ भिडियो चाहिँ हल्लाउँदै बनाउनु गइरहेको छु। एकदमै खतरा बनाएको छ नि त साथीहरू। अनि अहिले चाहिँ तपाईँहरूलाई मैले अलिकति देखाएको, झन् 5 तारिक त खतरा लाग्ने हुनु आँटेको छ नि त। त्यही भएर 5 तारिकको लागि चाहिँ तपाईँहरू डाउन भएर बसिराख्नु होला। आजको भ्लग चाहिँ यस्तै छ। अब अहिले खासै होइन, चोरेर यहाँ साथीहरूले अर्डर धेरै हानिसक्यो अनि म चाहिँ लुकी बनाएको छु। सो हाम्रो चाहिँ भित्रको बाहिरबाट त्यस्तो भिडियो हुन्छ। अब भित्रहरू चाहिँ भिडियो गर्नु पाउँदैन नि त, क्यामेरा यहाँ चाहिँ चोरेर बनाएको। अब मैले गाली खाएँ भने खाएँ साथीहरू। अब चाहिँ हाम्रो क्लोज टाइम भइसकेको छ साथीहरू। क्लोज टाइममा चाहिँ हाम्रो साथीले भट्टाभट जुस चोरी खाइरहेको छ साथीहरू। सो आजको भ्लग चाहिँ अब अन्त्येष्टि हुनु आँटेको छ, हाम्रो काम सकिन आँटेको छ, खुसी लागिरहेको छ नि त। चाट मास्टर हेर न, चाट मास्टर केटीहरू सबैलाई देखाइदिरहेको छु। ल्या नो प्रॉब्लम पर तुम हेलो ऐसा वो जैसा दिख रहा है क्या। गाइज मेरो चाहिँ छुट्टी भइसकेको छ र म चाहिँ घरतिर जाँदैछु ल गाइजहरू। रातो राति नराति देखिनु केही पनि। अनि साथीहरू के गरियो कसो गरियो होइन आज दिनभरि। अब भिडियो ब्लग भनेको चाहिँ यस्तै हुन्छ नि त। अब खासै राम्रो बनाउनु सकिँदैन किनभने ड्युटी जानुपर्छ। तपाईँहरूले देख्नुभयो होला मैले ड्युटीमा पनि चासो भिडियोहरू चाहिँ हालि नै रात थिएँ। अनि आज ब्लग चाहिँ यस्तै भयो। म चाहिँ रातिको 11 बजेतिर अहिले जाँदैछु रुमतिर, किनभने 11 बजी हाम्रो ड्युटी खत्तम हुन्छ नि त साथीहरू। अनि त्यस्तै भयो। तपाईँले माइन्ड नगरिदिनु होला, यस्तो कचरा भ्लग ल्याउँछ नभन्नु होला। मलाई जस्तो अब म चाहिँ जे काम गर्दैछु नि यतातिर अनि त्यस्तै त्यो कामहरूको भिडियो चाहिँ तपाईँहरूलाई बनाएर अहिले देखाउँदैछु नि त। अब इन्ट्रेस्टिङ अब होइन खतरा तपाईँलाई हेरौँ लाग्ने चाहिँ म नेपाल आएर नै बनाउँछु होइन साथीहरू। रुम आएर पनि फ्रेस पनि भइसकेको छु। अनि मेरो चाहिँ अब भिडियो तपाईँहरूलाई खासै मन परेर जस्तो लागेन किनभने राम्रो छैन नि त। म चाहिँ के कस्तो कामहरू गर्छु। मैले आज सोल्टीको फोन लिएर आएको छु नि, आइफोन नै छ भने चाहिँ। हेलो हजुर सोल्टी। हेलो
भन्नु त सोल्टी हजुर ए किन सोल्टी रिचार्ज चाहिँदैन सोल्टी म भुकलुकै सुत्ने हो मलाई अलार्म बज्यो भने मात्रै हुन्छ सोल्टी ए मलाई अब हाल्नु मन लाग्यो भने सिम हाल्छु होइन ए हुन्छ सोल्टी अनि योभन्दा अगाडि पनि कल आएको थिएछ मैले रिसिभ गर्नु पाइनँ नि सोल्टी योभन्दा अगाडि पनि कल आएको थिएछ कि मैले रिसिभ गर्नु पाइनँ नि ए ल सोल्टी धन्यवाद सो त्यस्तै हो आजको ब्लग चाहिँ के कस्तो लाग्यो तपाईँहरूलाई होइन त्यही सोध्दैछु अनि आजको ब्लग पनि अन्त्येष्टि गर्दैछु अन्त्येष्टि भनेको चाहिँ मार्नु हो नि फेरि र आजको ब्लगलाई पनि म यहीँ पर बन्द गर्न चाहन्छु र साथीहरू अझैसम्म लाइक कमेन्ट गर्नुभएको छ भने लाइक कमेन्ट गर्नुहोस् 2-4जनालाई सेयर पनि गरिदिनुहोस् र अरू भिडियोहरू पनि आउनेछ तर अब इन्ट्रेस्टिङ भिडियो चाहिँ यहाँ चाहिँ हुँदैन किनभने तपाईँले देख्नुभयो नि मैले गर्ने ड्युटी मैले गर्ने काम यस्तै छ साथीहरू भन्दै आजको ब्लगबाट चाहिँ म बिदा चाहन्छु आजको ब्लग चाहिँ म बन्द गर्न गइरहेको छु सी यू नेक्स्ट भिडियो गाइस बाई बाई